जुन प्रकारको अहिलेसम्म भाजपाको ढाकको राजनीति त चल्दै नै थियो, तर हिजो चाहिँ नरेन्द्र मोदीज्यूको शब्द नाम गोर्खाधरी उच्चारण गर्नुसम्म चाहिँ भाजपाले प्रयोग गरिरहेको छ भोटको लागि भन्ने चाहिँ आज सबैले बुझ्दाखेरि चाहिँ अब कोही न कोहीले त अगाडि आएर सुरु गर्नै पर्ने भयो। त्यसैकारण मैले हाम्रो सांसद गोर्खे सांसद भाजपाको राजु विष्ट अनि गोर्खे विधायकहरू बीपी बजगाई, निरज जिम्बाज्यू अनि विशाल लामासम्म चाहिँ अब राजीनामा दिनुपर्छ गोर्खाको हितमा, गोर्खा मुद्दाको हितमा भनेर चाहिँ मैले आज चाहिँ पहिलोचोटि पोस्टरिङ माध्यमबाट चाहिँ फर्स्ट फेजको कार्यक्रम चाहिँ जनता समक्ष मैले राखिदिएँ। अनि यो पोस्टरसम्म मात्रै सीमित होइन, भोलिदेखि चाहिँ डम्बर चौक प्लाकार्डमा चाहिँ सांसद मास पब्लिक सिग्नेचर क्याम्पेन म राख्न गइरहेछु र त्यसबादमा जब त्यो मास सिग्नेचर क्याम्पेन चाहिँ पुरा हुन्छ, प्लाकार्ड भरिन्छ, त्योलाई चाहिँ म यहाँबाट चाहिँ लिएर गएर चाहिँ कालेबुङदेखि सायद लगभग दार्जिलिङ गभर्नर हाउस पुग्नु 2 दिन लाग्छ होला। 2 दिनसम्म चाहिँ पैदल यात्रा गरेर चाहिँ दार्जिलिङ गभर्नर हाउसमा गएर त्यो सिग्नेचर क्याम्पेनको प्लाकार्ड बुझाउँछु। त्यतिन्जेलसम्म पनि हाम्रो सांसद र विधायकहरू चाहिँ मौन बस्यो, टस्सै मस भएन भने चाहिँ गभर्नर हाउसमा सुम्पेको भोलिपल्टदेखि चाहिँ म चौरस्तामा चाहिँ एक्लै आमरण अनसन बस्ने